Hi everyone, namaste all of you, and welcome back again after a long time. I was not able to upload the new videos in my channel because of my working schedule. I was quite busy. I'm really sorry for that, guys. So I bring a new video here. Please keep watching till the end. Thank you so much, guys. ठिक छ युट्युबमा हालिदिनु पऱ्यो भिडियो पनि नहालेको धेरै भयो अब भएको भिडियो नि एडिट गर्न अल्छी लाएर हालेको छैन कि फोन आएछ त एकैछिन होस् पछि गर्दा हुन्छ होला नि हेर्नु न हाँ भाई कैसे हो सलाम वालेकुम हाँ जगह बहुत अच्छा है हमारा नेपाल में भी ऐसे बिल्कुल ऐसे एसी की तरह का जगह है उसका याद दिला रहा है हमको यही बात हो रहा है पीछे जरा दिखाओ ना कौन है पीछे तो मत दिखाओ यार अभी मुश्किल हो जाएगा गंगा दाई के छ त मुस्ताङको झल्को आइरहेछ एकदम मुस्ताङ एकचोटि गइएको थियो अनि दोस्रोचोटि गए जस्तो अनुभव भइरहेछ ए म त पुगेको छैन नि दाइ म जान्छु एकचोटि भन्ने चाहिँ रहर छ अब समयले साथ दियो भने अब यसमा जाउँला परेको भए चाहिँ ठ्याक्कै मुस्ताङै हुन्थ्यो अब पर्ला नि कुनै बेला किन नपर्नु यहाँ यो विशेष चाहिँ यहाँको के रहेछ विशेषता भन्दाखेरि यहाँ जति पनि डाँडा देखेछ टुप्पो टुप्पोमा घरहरू बनाएर चाहिँ पुरै त्यो खै के तालको त्यो मान्छे बस्ने घर हो कि त्यो यसो आकर्षणको लागि चाहिँ बनाएको हो कि कस्तो सोलिड देखिने क्या नेपालकी जैसा घर त्यस्तै नेपालको घर सेम नेपालको पनि घर यस्तै यस्तै हुन्छ लगभग नेपालको घरको झल्को मेटायो अहिले त साँच्चै एक वर्षपछि घरमै पुगेको अनुभव भयो त साथी हो ल ठिक छ अहिले चाहिँ हामी यो भ्यालेन्सिया सहरबाट अलिकति पर मकानका गेट होइन 1-1.5 घन्टा परतिर कामको लागि जाँदै गर्दाखेरि यो बाटोको दृश्यहरू हो यो देख्दाखेरि ठ्याक्कै नेपालको झल्को आउने खालको पहाडी इलाका रहेछ त्यही भएर यसो एउटा भिडियो छोटो भिडियो बनाइदिइहालौँ भनेर भिडियो खिचेको अर्कोचोटि आइन्छ आइँदैन यो ठाउँमा तत्कालै अब पछि भनेको यो बाटोमा नआउला भन्न सकिँदैन यतैको बसाइ पछि घुम्नको लागि भने आउनु बसाइलाई अलिकति लामै बनाउने सोच बनाइसकेको छौँ लगभग 10-15 वर्ष भन्दा मिनिमम त हुँदैन होला लगभग बिचमा यताउता होला हामी त्यो अलग कुरा हो नभए त हामी अब यो ठाउँ चटक्कै छोडेर नेपालमै अब त्यो तत्कालै बसिन्छ भन्ने हाम्रो चाहिँ त्यो चाहिँ छैन लगभग हाम्रो यसो अन्दाज पूर्व अनुमान गर्दाखेरि हाम्रो बसाइ धेरै नै टाढासम्म जाने सङ्केत छ त्यो हुँदाखेरि अब यो स्पेनको अब गल्लीहरू अब यादगार यो फर्केर आउन सक्ने सम्भावित क्षेत्रहरू हो केही छैन पहाड के ऊपर मेरा प्यार तुम्हारे पास अपना प्यार लेके वो पहाड़ के ऊपर चढ़ के उधर बैठने का कुछ अलग सा वो सुकून मिलेगा भाई यार देखो त नजारा इधर यहाँ पे तो आवाज भी नहीं जता जति हेरे त्यति राम्रो छ त पहाडहरू त यता वारिपारि वो सामने देखो कितना अच्छा दिख रहा है उधर के अंदर ही छुप जाएंगे हम वही रास्ते में जा रहे हैं ना सही है तुम सो रहे थे रास्ते में आया था ऐसा उसके बीच में से गुजरे ठीक है वो पहला तो वो क्या बोलता है ये अच्छे से वो भी नहीं खुला था ना अंधेरा था सुबह तो अभी वो सब कुछ क्लियर दिख रहा है बिल्कुल अब अरू कुरो भनेको सबै एउटै हुँदै यो मनाङ मुस्ताङको नेपालकोसँग लगभग गाउँ हेर्दाखेरि पहाड हेर्दाखेरि एउटै कुरा फरक चाहिँ यही रोड मात्रै हो बाटोहरू चिल्ला छन् अब छेउछाउमा यो यसरी
व्यवस्थित फुल रोपाइ होइन यसरी चाहिँ अलिकति व्यवस्थित रूपमा यो खेतीपाती चाहिँ गरिँदैन। गाउँ नै भयो भने हेर्नु न कस्तो मजाले बनाएर राखेका छन्। मुर्सी आयो तारै छ। विकसित देश र हाम्रो देशमा फरक नै यही हो क्या। जस्तोसुकै गाउँ भयो भने यिनीहरूको चाहिँ त्यहाँका सुख सुविधा चाहिँ जति आवश्यक छ त्यति चाहिँ दिएको छ नि त। यहाँनिर ठुलो चाहिँ के भन्छ उद्योग कल कारखानाहरू फ्याक्ट्रीहरू आवश्यक छैन होला होइन। त्यही भएर त्यो छैन। बजार ठुलो आवश्यक छैन। बस्ती छैन नि त जे भयो भने। जसको आवश्यकता छ त्यसको एकदम के भरिपूर्ण तरिकाले सुख सुविधा छ। यहाँ जति स्रोत साधन चाहिएको छ त्यो त सबै चाहिँ छ नि त। हेर्नु न बाटो कस्तो राम्रो छ। घर घरमा चाहिँ अब यहाँ खानेपानीदेखि लिएर यहाँ अब सामान्य चिज त चाहिने हो नि यहाँको लागि। अहिले कस्तो राम्रो पाहाड हेर्ने यहाँ पुरै सुन्तला फलेर बसेको छ। एक दुई बोट छोटाएर सबै टिप्सिएर रहेछ। यो ठ्याक्कै मुस्ताङै जान्छ भित्र पनि ल्याएर सुन्तला मजाले फलेर बसेर सुन्तला पनि त्यस्तै मल खै अब हेरौँ के हुन्छ। ल साथीहरू आजको दिन सबैको तपाईँहरूको र हाम्रो पनि सबैजनाको शुभ रहोस्। यो नेपालको जस्तो दृश्य भनेर एउटा छोटो भिडियो खिचिहाल्यो। यता पनि सुन्तला फलेको रहेछ। ल भिडियोलाई यहीँनिर हामी अन्त्य गर्दै अर्को भ्लगमा अर्को भिडियोमा भेटौँला। क्या दामी सिन आइरहेछ। ल सबैको दिन शुभ रहोस्। धन्यवाद सबैजनालाई। थ्याङ्क यू सो मच।